बिरुवाहरूले पनि यो जीवन भण्डारी यो बारीमा किन आएन भनेर दुःख चाहिँ पुगेका छन् कि जस्तो लाग्छ। म जनप्रतिनिधि भएर मैले जुन त्यो समाज क्षेत्रमा होइन आफ्नो वार्डमा जुन गर्नुपर्ने कामहरू गर्न पाएको छु, सेवा गर्न पाएको छु होइन, त्यो चाहिँ म त्यसमा सन्तुष्ट छु। तर म आफैमा एउटा किसान भएको कारणले गर्दा चाहिँ उतापट्टि मात्रै समय दिँदाखेरि त आफ्नो समय जुन घर परिवारको समय दिन नसक्दाखेरि मेरो कृषिमा अलिकति असर परेको त छ, त्यो त म स्वीकार छु। अनि पछुतो अथवा गौरव के लाग्छ? होइन, जनप्रतिनिधि मलाई अब यत्रो जनताले छानेर तैँले हाम्रो के अरे यो गाउँको सेवा गर्नुपर्छ भनेर मलाई छानेर जिताएर पठाएकोमा त म त गौरव मान्नै पर्छ। त्यसमा त म खुसी छु, त्यसमा खुसी मान्नुपर्छ। पछि त मान्नुपर्ने त्यस्तो छैन। तर के भने म आफै किसान भएको कारणले गर्दाखेरि समय दिन अलि सकिनँ कि खुर्सानी खेती मेरो छ यत्रो लगाउँदै गर्दाखेरि म बारीमा आफै आउन नपाउँदाखेरि अलिकति यो बिरुवाहरूले पनि यो जीवन भण्डारी यो बारीमा किन आएन भनेर दुःख चाहिँ पुगेका छन् कि जस्तो लाग्छ। जीवन चाहिँ कति लगाउनु भएको छ खुर्सानी? मेरो अहिले 3वटा बारी छ, करिब 14,000 जति बोट छ मेरो अहिले। यो इलामको बिरुवा लोकल अकबरे, यो गाउँघरे भाषामा ढेँडे खुर्सानी पनि भनिन्छ। मेरो 14,000 बोट छ। लगानी चाहिँ कति हुँदो रहेछ? लगानी हुन्छ मेरो लगभग 2-2.5 लाख रुपियाँ लगानी हुन्छ। अनि लगानी उठाएर बढी आएको चाहिँ कृषकले कमाउने हो। 12,000 बिरुवा लाउँदा जम्मा 2-2.5 लाख लगानी पुग्छ। हाम्रो आफ्नै स्रोत र सामग्रीहरू प्रयोग गर्ने हो। यही खेती हामीले तराईमा गऱ्यौँ भने तपाईँको 5 लाख 6 लाख रुपियाँ लगानी गर्नुपर्ने हुन्छ। यहाँ त यो तपाईँको जति पनि यो बाँसहरू छ, यो बाँसहरू चाहिँ सबै हामीले आफ्नै बारीको प्रयोग गर्ने हो, हाम्रो आफ्नैमा छ। अनि हामीले लगानी गर्ने भनेको लेबर कस्ट र यो प्लास्टिक हो। अरू त लगभग मोलहरू पनि हामी अब आधीभन्दा बढी आफैसँग हुन्छ। त्यसले गर्दाखेरि हामीले आफ्नै स्रोत र साधन प्रयोग गर्दाखेरि लगानी घट्ने हो। कति उत्पादन गर्ने टार्गेट छ तपाईँको? टार्गेट त किसानको जहिले पनि उच्च हुन्छ। सुरुमा अब यो बोटको फेदमा बसेर फुलहरू दानाहरू गनेर बस्न थाल्ने हो भने अब धेरै नै देखिन्छ होइन। हाम्रो अब हाम्रो अहिले आम्दानी प्रशस्तै हुन्छ कि जस्तो लाग्ने हो। तर गर्दै जाँदा अब तपाईँको कुनै अब बिरुवा मर्दै जान्छ, कुनै किराले नोक्सान गर्छ, कोही असिनाले पानीले नोक्सान गर्दै गर्दै जाँदाखेरि लगानीहरू बढ्दै जान्छ पछि। अनि गएर बिचौलियाहरू पर्छन् बिचमा। अब कस्तो व्यापारी पर्ने हो तपाईँको नेपालको सन्दर्भमा त बिचौलियाले किसानलाई डुबाएको अवस्था हो नि त। अब बिचौलियाहरूबाट बच्न सकियो र राम्रो व्यापारी भेटाइयो, राम्रो कस्टमरहरू भेटाइयो भने चाहिँ अहिले 12-15 लाख कमाउन पर्ने हो। अनि घर परिवारबाटै सहयोगबाट भएको छ कि तपाईँले आफै परिवार गर्नुमा चाहिँ खेताला पनि खोज्नुपर्छ? हाम्रो आंशिक खेताला हुन्छ, नत्र हाम्रो रेगुलर चाहिँ हाम्रो घर परिवारबाटै हुन्छ। अब हाम्रो परिवारमा अब आमाले सहयोग गर्नुहुन्छ, आफ्नो श्रीमती छन्। अब म दिउँसभरि त म भ्याउँदिनँ, आफै अब जनप्रतिनिधि भएको कारणले अब समाजसेवामा खटिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि बिहान साँझको समय मैले पनि आफूले पनि दिन्छु। लेबर कस्ट हाम्रो आंशिक हुन्छ, रेगुलर रूपमा हामी घरबाटै चलाइन्छ। बाँस केमा प्रयोग गर्नुहुन्छ फेरि? बाँस यसलाई यो सपोर्ट हो के, ए झेक्रो, खुर्सानीलाई झेक्रो। खुर्सानीलाई झेक्रो।